अरू भन्ने त्यही छोरलाई ल्याएर मेरा भाइका विवाह गर्ने प्रहरले भन्याउँथे प्रहरले भन्याउँथे तपाईले मान्छे किन मार्नु भएको हो? तपाईँको मैले घाँटीमा हान्यो हुँदो रहेछ जिन्दगी। जेलमा नाइके हो म यो बलात्कारलाई नाइके बनाउँदैन म ज्यान केसको मान्छे हो नाइके हुँ म अब आजभोलि त होइन तपाईँ एक्लै हिँड्नु भएको छ मान्छेहरूले तपाईँलाई भने जस्तो माया ममता पनि गर्दैनन् गाउँ समाजले घृणा गर्छ हो कि होइन? अब अहिले चाहिँ अब सबैले छिछि र दूर दूरको जस्तो व्यवहार गर्छन् नि हो कि गर्छन् गर्दैन? किन गर्छन् जस्तो लाग्छ? हेलो साथीहरू सम्पूर्णमा नमस्कार है। आज यस च्यानलबाट चाहिँ मैले अलिकति नयाँ विषयवस्तुलाई उठाएर भिडियो पस्किने प्रयास गरिरहेको छु र साथै तपाईँहरू चाहिँ नयाँ जोडिनु भएको छ भने सब्सक्राइब गरेर जोडिनु होला र तपाईँहरूलाई चाहिँ मोनिटाइज भएका युट्युब च्यानलहरू चाहिरहेका छन् भने पनि तुरुन्त सम्पर्क गर्नु होला। अहिले चाहिँ एउटा च्यानल छ र साथसाथै चाहिँ नि कस्तो हो भने यो भिडियोमाथि जे मैले प्रश्न गरिएका कुराहरू छन् यसलाई चाहिँ अलिकति नकारात्मक सोच र नकारात्मक टिका टिप्पणी चाहिँ नगरिदिनु होला, किनकि खासमा मैले यो भिडियो बनाउने उद्देश्यले भिडियो बनाएको थिइनँ। हामी जिस्किँदै गरेर चाहिँ मैले भिडियो बनाएको थिएँ। जस्तो अब उहाँलाई एकछिन भिडियो खिचिदिएर अनि पछि देखाइदिनु पर्ला भनेर बनाइरहेको थिएँ र भिडियो बनाउँदै गर्दाखेरि चाहिँ अलिकति समय सान्दर्भिक कुराहरू उठ्यो, उहाँको जीवनमा मेल खाने कुराहरू उठे र त्यो भएको कारणले गर्दाखेरि र प्लस चाहिँ उहाँले आफैले पनि के भन्नुभयो भने कपिलजी यो भिडियो चाहिँ राखिदिनु न, मेरो सुख दुःख चाहिँ सबैले बुझ्न प्रयास गरून्, मलाई बुझुन् भनेर चाहिँ उहाँले भनेपछि मैले यो भिडियो राख्ने प्रयत्न गरिरहेको छु। यसलाई अन्यथा टिका टिप्पणी नगरिदिनु होला, मैले अघि पनि भनिसकेँ साथीहरूलाई। बरु चाहिँ सब्सक्राइब गरिदिनु होला होइन च्यानललाई, नयाँ आइडीलाई ग्रो गरिरहेको छु। त्यस कारणले गर्दाखेरि चाहिँ उहाँको जीवनी वास्तवमा के रहेछ, किन यस्तो भएको हो, सबै कुराहरू चाहिँ हेर्न चाहनुहुन्छ भने भिडियो पुरा हेर्नु होला। तर वास्तवमा उहाँले चाहिँ मान्छे मार्नु नै भएको हो। हिजोको दिनमा मान्छे मारेर उहाँ जेल जीवन बिताएर बाहिर निस्किनु भएको एउटा कैदी हुनुहुन्छ, उहाँसँग राखेका कुराकानी यति बेला तपाईँहरूले फ्रेममा देखिराख्नु भएको छ। उहाँ हेर्दाखेरि चाहिँ अलिकति कपाल फुलेको, अलिकति बुढो, अलिकति कालो कालो देखिए पनि तर वास्तवमा उहाँ चाहिँ एउटा हत्यारा हुनुहुन्छ। एकजना मान्छेलाई काटेर जिउँदै मारेर उहाँ चाहिँ केही वर्ष जेल जीवन बिताएर चाहिँ बाहिर निस्किनु भएको छ। स्वागत छ तपाईँलाई, नमस्कार। ठिक छ। तपाईँले मान्छे किन मार्नु भएको हो? मान्छे के भयो भनेपछि एकजना आइमाई बस्ती उसकी छोरी हजुर छोरी ऊ सर्जन दमाईकी छोरी बस्ती होइन, यो आउट गरिदिनु है। सर्जन दमाईकी बस्ती मेरो भाइसँग मलाई लिएर मारिदिए त्यहाँ क्या इलाका चौरजारी इलाका पडर चौकीमा मारे। कसलाई? मलाई मार्दाखेरि मारेन, कुटपिट गरे। मारेको भए त ज्यानै जान्थ्यो होला त। कुटपिट गरे। त्यसपछि आएर फेरि म आफ्नो घर स्थितिमा फर्किएँ है। उहाँ प्रहरी चौकीले भन्यो जाऊ गए जाऊ, तिमी रहन्छौ बदमास तिमी रहन्छौ, भाइलाई ल्याएर त्यो केटी ल्याऊ, भाइलाई ल्याऊ भनेर विवाह गरिदिने इलाका चौकीमा भने, इलाका प्रहरी चौकीमा भन्दाखेरि म त्यहाँबाट मलाई छोडिदिए। यहाँ आउँदाखेरि फेरि झुबे दमाई कहाँ म दार्माकोट पहिलो गइछ। भाइ मिल्यो, त्यो केटी मिलेन। नमिल्दाखेरि अब अहिले भिख माग्छे, त्यहीले लोधे मेलकुन अनि त्यहाँ गएन भिख माग्छे, त्यस्तो होइन म। अनि भाइलाई मैले सम्झाउँदाखेरि धेरै सम्झाएँ। ल ठिक छ, ओके छ सर, त्यही हो। अनि किन मारे हो त? त्यो भाइ किन बस्थ्यो त त्यहीसँग? भाइ बस्या कारणले मार्यो। कसको भाइ बस्यो? मेरो सेतीराम बिक। तिम्रो भाइ त्यो केटीसँग बस्थ्यो? हजुर हजुर। तर अनि तिमीले त्यो अर्कोलाई किन मारेको त? तिमीले त केटीलाई मारे हैनौ त? केटीलाई मार्याउ छैन हजुर, केटीलाई मार्याउ छैन, त्यसलाई हुलेको मार्दै हो। अब चाहिँ मलाई त्यहाँ अब डबल नगरौँ रोल, अनि त्यहाँ हुल्दिएँ। हुल्दाखेरि कमान सिंह बिकले भने मेरा घरमा हुल्दिएछ, यसलाई प्रहर ल्याऊ भन्यो। अब चाहिँ हरिभक्त ओली आयो। हरिभक्त ओलीले ल्याएर प्रहरी प्रशासनलाई ल्याएर मलाई तल लियो, तल लिएर पिट्यो। पिट्दाखेरि अब चाहिँ त्यो थानाको मान्छेले भने सही असही, अनि डिएसपी त आएन है, डिएसपी त माथिकै हो।
अब सहित उनीहरूले मलाई पुणे बिमानी रहन्छ, बिमानी पुणे होइन, एक भाइलाई ल्याएर विवाह गराइदियो। नै त्यो कुरा एक ठाउँमा छ कि, हजुर, तर तिमीले मान्छे किन मार्यौ, के भएर मार्यौ के? त्यही कारणले हो क्या। त्यही कारणले चाहिँ उसको के गल्ती थियो र तिमीले उसलाई मार्नु? मलाई किन मार्नु पर्यो त फेरि? मलाई मार्न पाइन्छ? अनि मार्ने त तिमीलाई म त्यस्तो बदमास हो? त्यही चोरसँग बस्याउँछु, त्यही चोरसँग बसेको छैन। अरू भन्दा त्यही चोरलाई ल्याएर मेरा भाइका विवाह गर्ने परारले भेट्याउँथे, परारले भेट्याउँथे। तर मान्छे मार्नुभयो किन? मान्छे मार्नुभयो त, मान्छे मार्न त अनि तपाईँले त त्यो अपराधी हो, मेरो भाइ होइन कि, त्यही छोरी अपराधी हो, अपराधी छोरी हो, अपराधी छोरी। त्यो छोरी किन बसी मेरो भाइसँग? ऊ थियो त्यही बेला, यता सुन्नुहोस्, हाम्रो हरिभक्तको छोरालाई बताऊँ, हरिभक्तको ऊ थियो क्या, अनि यो क्या उपसभापति ऊ थियो हाम्रो उताको, यो रुकुमको थियो। अब चाहिँ हरिभक्तले सबभन्दा हरिभक्त बोलिरहेछ बदमास चिउड्या, त्यसलाई बन्द गर्नुपर्छ है हरिभक्तको। त्यही भएन छोरालाई पनि प्रेम प्रकाश ओली मेरो हो, फेरि प्रेम प्रकाश ओली र म साथै बस्याम। प्रेम प्रकाश ओली टिकट ठिक छ। किन तपाईँ के भएर रुनुभयो अहिले? नाइ प्रेम गरेर सम्झना गरे, जस्तै कपिल तपाईँ हुनुहुन्छ, कपिलले फोटो निकाल्नुहुन्छ, ऊ हाम्रो ज्ञानेन्द्रलाई मार्नेको हो, त्यको पनि इन्भेस्टिङ गर्छु। तपाईँले मारेको मान्छेको नाम के हो अरे? ऊ सर्जन दमाई हो। सर्जन दमाई? हजुर। सर्जन दमाई तपाईँको के पर्थ्यो? केही पर्दैन, उसकी छोरी मेरो भाइसँग बस्थ्यो क्या। तपाईँले बुझ्नु भएन यार। त्यही कुरा यस्तो रहेछ, उसकी छोरी तपाईँका भाइसँग बस्थ्यो, अनि तपाईँहरूले चाहिँ तपाईँका भाइसँग बिहा गराउने भन्ने कुरो थियो। हो त्यो, तर उसले चाहिँ तिमीलाई इलाकामा लिएर कुटाइसकेपछि तिमीले त्यो रिस फेर्न नसकेर मैले मारेको त्यो। केले हानेर मारेको? त्यही खुडा काट्नु थियो भनेपछि तपाईँ कहाँ थाहा पाउनुहुन्छ यार। पर्वतको खुडा ल्याएको थिएँ मैले, हिरा सागको खुडा यत्नु ल्याएको थिएँ कि एकदम लामै खुडा ल्याएको थिएँ। अब पहिला कहाँ हान्नुभयो खुडाले? नबोल्ने क्या तपाईँ यार, तपाईँको मैले घाँटीमा हान्यो। घाँटीमा हानिदिएको? मेरा घाँटीमा होइन कि, तपाईँले चाहिँ उसका घाँटीमा हान्नुभयो जसलाई मार्नु? ठिक हो के। घाँटीमा छत्लङ्गै छिनाले एकैचोटिका छिनेको थियो? एकैचोटि छिन्दै क्या भयो त्यो। अनि पछि प्रहरी प्रशासनले पनि, प्रहरी होइन प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय के, तिनीहरू आयो, हामी नमाएर पनि मारेपछि हामी मर्छौँ। अब हामीले पक्रा गरिसक्यौँ, मार्न हुँदैन उनीहरूलाई। यको भाइ बदमास रहेछ, भाइ छोटी बस्याउन छ, उसँग लिन दिन गरिआउन छ, पुण्य रहन्छ भन्ने कुराहरू भयो। भनेपछि कुरा स्पष्ट चाहिँ के रहेछ भनेपछि भाइ बस्यो, तपाईँका भाइले चाहिँ होइन, छोटी बहिनी तपाईँको भाइ पुलिस चौकीमा हुलाइकन मार खाने तपाईँ, त्यो भएको कारणले गर्दाखेरि त्यो रिसले चाहिँ खुकुरीले चाहिँ घाँटी रगटेर मार्नुभयो? मारे। कतिचोटिका मार्नु भएको? एकैचोटि हाने, एकैचोटिका हो? हजुर। किन अलिकति टिट दया माया लागेन क्या त्यसलाई? टिट दया माया, भाइ छोटी बहिनी मलाई लिन ओलाउनु पर्छ त, त्यसलाई त मारेर खड्डामा हालिदिनु पर्छ। नहुने कुरा हो। मैले गरिआउँछु भने भन्ने होस्, मैले छुयाएको छैन, कसैलाई छुयाएको। कति वर्ष भयो जेलमा बसेको? 2063 साल, 63मा छुटेमा 2053 साल 29 गते।
29 गते घटना हो यो विशाललाई सुनाइदिनु अनिललाई अनिल पनि 2053 सालको घटना हो ल, 2053 सालको घटनामा तपाईँले चाहिँ त्यो मान्छेलाई हत्या गर्नुभयो 2063 सालमा छुट्नुभयो 10 वर्ष मात्रै कैद बस्नुभयो 10 वर्ष पुरै भित्र जेलमा कस्तो हुँदो रहेछ जिन्दगी जेलमा नाइके हो हजुर म यो बलात्कारलाई नाइके बनाउँदैन म ज्यान केसको मान्छे हो नाइके हुँ म पाल्पा तानसेनको नाइके हो नाइके नेपालगञ्जको पनि नाइके हो है नेपालगञ्जमा नाइके हो अनि बलात्कारलाई मिल्दैन यो सुट गरेरलाई मिल्ने छ है जस्तो तपाईँ फेरि मान्छे मारेर पनि भित्र गएर कैदीहरूको पनि नाइके भएर बस्नुभयो हजुर हो सबैलाई तलाइयो भित्र पनि त्यही कोही पत्रिका टाँच्छन् त्यहाँ पत्रिकाबाट यस्तो टाँसिदिन्छ यो खोलिदिन्छ त्यो अब अहिले त ज्यान बुढो भयो होइन हजुर अहिले ज्यान बुढो भयो अब तपाईँको त हात खुट्टाहरू पनि बाङ्गा छन् यो हातहरू किन बाङ्गा भएको यसरी तपाईँको शरीर किन बाङ्गा भएको भारतमा नन्दुरबारमा मारिदिए मान्छेले मारे तपाईँलाई हजुर नेपालीले मारे नेपाली नेपालीले कुटपिट गरेको कारणले गर्दा तपाईँको हात खुट्टाहरू यो बाङ्गा भयो टेढा भयो होइन अनि किन मारे त उनीहरूले यसरी तपाईँले केही गलत काम गर्नुभयो होला गलत त्यहाँ सोध्नुहोस् अहिले तपाईँ कति वर्ष हुनुभयो म 54 हुनुभयो 2028 साल जेठ 54 हुनुभयो ल ठिक छ होइन तपाईँले अब हिजोका दिन त मान्छे मार्नुभयो 10 वर्ष जेल जीवन बिताउनु भयो तपाईँ जेल जाने बेला तपाईँको श्रीमती थियो कि थिएन थियो अहिले छ कि छैन छैन कहाँ गयो अब हो ती उतै गएछ हाम्रै रुकुम जिल्लाको दार्मुकोट रुकुम जिल्लाको दार्माकोट तपाईँलाई छोडेर पहिला जानुभयो तपाईँको श्रीमती हजुर है अनि त्यो श्रीमतीले किन छोड्यो त त अब जेल गइगयो भनेर जेल गइगयो भनेर छोड्यो तपाईँ जेल गयो भनेर तपाईँको श्रीमती तपाईँलाई छोड्यो अनि तपाईँको छोराछोरीहरू छन् कति छन् साउदी कतिवटा छोरा छन् अहिले 40,000 मोबाइलमा अहिले आउँछ है अहिले कति छोरा छन् एउटा मात्रै छोरो हो अब अहिले छोरो चाहिँ साउदीमा छ हजुर होइन बुढी चाहिँ नि आफूलाई छोडेर गइसक्यो जेल जब तपाईँले मान्छे मार्नुभयो मान्छे मारेर जेल जानुभयो जेलबाट बाहिर निस्किनु भयो बाहिर निस्केपछि तपाईँको साथमा न छोरा छ न बुढी छ न परिवार छ न कोही आफन्त छ कस्तो लाग्यो जीवन तपाईँलाई अहिले यो त्यस्तै लाग्यो अब गायनवादीसँग न सम्बन्ध त्यहाँ झनै हुँदैन उनीहरूको कुरा न अप्ठ्यारो हुने त म आएर तपाईँको घरमा सुतेको छु है तपाईँ घर भनौँ कि यो बड्डाको घर के हो त्यही त नि अहिले अब तपाईँको साथमा कोही छैन नि त अहिले यति बेला तपाईँ अलमल लिएर पुरा गाउँभरि घुमेर कहिले कुन गाउँ कहिले कुन ठाउँ गरेर आफ्नो ज्यान पाल्नु परेको छ यति बेला त तपाईँको हात खुट्टा चलेको छ न तपाईँ वरपर गर्न बाँच्नु भएको छ भोलि अब बुढेसकाल लागेपछि तपाईँको हात खुट्टा चलेन भने चाहिँ अब के छ सहारा के सहारा त अब हाम्रो अनिल शर्मा छन् माथि मन्त्री उनले केही स्वास्थ्यको लागि पठाइदियो भने खान्छु नत्र भने अब तपाईँहरूले पनि दिनुहुन्छ तपाईँहरूले पनि सहयोग गर्नुहुन्छ होइन मैले त तपाईँलाई गरिराखेको छु नि बेला बेला होइन गरिरहेको छु कि छैन भन्नु यो भिडियो संसारमा यो भिडियो संसारमा पुर्याइदिने होइन म सत्य बनाउँछु कहिले मैले मार्या होइन त्यही उनीहरूले घटना गरेको होला महाराष्ट्र म्यान नेपालको महाराष्ट्र अचुकी पिसफुल इन द नेपाल माओवादी पनि एकदम गुड नाइस हुन् हेलिकप्टरको नाम हो 0/56 अनि कट गरेर छ हाउडको हेलिकप्टर पूर्णजी मेरो हेलो पूर्णजी अहिले तपाईँलाई कस्तो लाग्छ मान्छे नमारेको भए हुँदो रहेछ जस्तो लाग्छ कि लाग्दैन ठिक छ ओके छ मैले पढाउन सक्छु प्राइभेट पनि पढाउन सक्छु प्राइभेट कस्तो इङ्ग्लिस आउँछ म पढाउन सक्छु मलाई अवहेला नगर्नु किन मारे होला जस्तो लाग्दैन
नै त्यो लाग्छ अहिले पशु त लाग्छ होइन पछि लाग्छ तर त्यस्तै कारणले हो अहिले रुगामा कत्नु घटना घट्यो थाहा पाउनुभयो लोकेन्द्र विष्टलाई चिन्नुहुन्छ तपाईँ लोकेन्द्र विष्ट मेरो साथी हो अनि रामबहादुर मेरो साथी हो अनि त्यसलाई चिन्नु हुँदैन सायद चिन्नुहुन्छ ठिक छ अब यति कुरा गर नत्र भने अनि ठुलो कुरा गर्ने हात्तीले पनि बनाइ मार्दैन होइन आजभोलि त अब आजभोलि त होइन तपाईँ एक्लै हिँड्नु भएको छ मान्छेहरूले तपाईँलाई भने जस्तो माया ममता पनि गर्दैनन् गाउँ समाजले घृणा गर्छ हो कि होइन अब अहिले चाहिँ अब सबैले छिछि र दूर दूरको जस्तो व्यवहार गर्छन् नि हो कि गर्छन् गर्दैन किन गर्छन् जस्तो लाग्छ त्यो हाम्रो अब त्यो इन्टेलिजेन्ट नहुनाले इन्टेलिजेन्ट भनेको बुद्धिमत्ता नहुनाले त्यस्तो गरे हुन् बुद्धिमान मान्छेले त्यस्तो गर्दैन हजुर तपाईँले एकदम बुद्धिमान हो अनि वाइन म्यान हो भिक्टरी म्यान हो यस्तो यो वाइन म्यान र भिक्टरी म्यान भनेको क्या हो भिक्टरी भने विजय वाइन भनेको क्या हो विनर भनेको विनर भनेको ठिक छ तपाईँ किन नै ओके यहाँलाई समय संवादको लागि धन्यवाद है त ल मैले सत्य कुरा ठुलो एन्ड फर्स्ट म्यान अल कन्ट्री नेपालको गुड म्यान हो अनि एनीबडी नो बडी है सर मेरा मान्छे एनीबडी नो बडी भनेका सबै हुन् ओके थ्याङ्क यू सो मच